निनी निनी अरे निनी को हो निनी अरे यो कहाँबाट आइपुगिस यति बेला म त पुरा भोकाएको छु यति बेला आएको त यति बेला कहाँबाट आइस नानी निनी म त अब के गर्नु बाउ बिहानदेखिको मातिरहेको छ म त के गर्नु बिहानदेखिको भोकाएको छु निनी दादा अघि नै आउनु पर्थ्यो नि यति बेला त हामी त अब खाइसक्नु आँट्यो अब खाँदैछौँ अनि त्यसो नभन् बिचारा यो पनि त तेरो मामाको छोरा हो जा बरु एउटा प्लेट र कटोरा लिएर आइज यही आधी आधी खान्छौ हामी भात नानी अब लु निनी भन्दा यही बाँडेर खाउँ आधी आधी हो अब के गर्छस् तेरो बाउलाई मैले कति सम्झाएँ दाजु नखाउँ न नानीहरूको भविष्य अन्धकार हुन्छ भनेर तर पनि मानिँदैन दाजुले अहिले यस्तो भयो लु आइज नानी अब बसेर खाऊ पानी हाल्नु पर्यो झोल त कम्ती रहेछ